हामी चाहिँ मार्च जाँदै गरेको क्या छिटो निकाल्यो मजाको रहेछ जम्मैले आफ्नो छान्दैछ मजाको है Pinterest my outfit जस्तो भराइटिज तर के गर्नु म बेसिकली किन्दिन नि त कलेक्सन त दामी नआउँदिन पनि प्लस फेरि मेरो पहिल्यै किनेकोहरू नि नलगाएर नि पुरानो भइसकेको छ गाइस ल किन पैसा वेस्टेज गर्नु सामान राखेर किनेर राखेर पनि त्यसको के स्टाइल जान्छ हो वेस्टेज अफ मनी आफ्नो घुम्दैछ हो अहिले फेरि हामी एउटा मिठाईहरू मेरो यहाँ मिठाईको स्विट्सको हेर्छु दामी भेराइटी कलेक्सनहरू आएको छ है गाइस तपाईँहरू पनि आएर यो अपर्च्युनिटीलाई ग्र्याब गर्नुहोस् यसले त यति बेसी लुगा पाएको छ रुईले अब तिमी मलाई हेल्प गर ल यहाँ सोही हेर्नु उनीहरू भएन दुईजना अत्तालिनेहरू पार्टनरहरू मलाई एकजना मजाले किनिरहेको छ मेरो पार्टनरहरू चाहिँ अत्तालिन्छ बसिरहने आयो होइन वान खिचेको ल उकालो गयो यस्तो साथी छौ यस्तो साथीहरूसँग सपिङ गर्नु भनेपछि त मरिगयो म त ए नानीहरूको कलेक्सनमा आएछ हेरौँ न आन्टी यहाँ नगर्नु छिटो भनेर फेरि अर्को जग्गामा आएछ त हामी त हामी त तल पो त म यहाँ तलै लिएको छु न सानो उयो अलिकति नानी गयो हेरौँ ल बिहा नगर्नु भनेको यस्तै हुन्छ अत्तालेर मर्यो हुन्छ त यो यही हो है त्यो निकालिदिन्छु होइन बाहिर निस्किने जग्गा चाहिँ कहाँ हो त्यो माथि हामी कहाँ त गयौँ एक स्टेप किन उता कुदेको छाया आन्टीले त यस्तो साथीहरूसँग चाहिँ रड्डी छ है सपिङ गर्नु चाहिँ यस्तो घुमिरहँदा चाहिँ हुन्छ कि आन्टी हेर्नु नि दाइलो थुने भने भन्छ कसले चाहिँ दाइलो थुन्छ हेर्नु न हे प्रभु कुन दिनमा यस्तो साथीहरूसँग आयो सपिङ गर्नु पनि दिँदैन एउटाले भन्छ दाइलो थुन्छ अर्कोले भन्छ के थुन्छ अघि पाएँ त जुत्तामा सुत्ता हुनेसँग साथीसँग आयो भने चाहिँ के किन्नु पाउँदैन है गाइस आम्मामा अत्तालेर मर्नु आन्टी साथीहरू बुक र मेरो लागि डायरी चाहिएको दुईजनाले मेरो किनेर चाहिँ केही छैन कि पढ्ने अब भन्छ तपाईँ चाहिँ के गर्ने पढाउनु जाने अफिस म अफिस जान्छु मेरो चाहिँ यो के किन्नु भयो ए दामी किनेको त आन्टीले रहेछ जम्मैजना अत्तालिँदै यहाँ आएर ब्याग पो छान्दो रहेछ हौ त्यही कसम भनेको कि पर गएर कस्तो सराम पर्छ दुईजनाले मैले गर्दा अहिले यहाँ हेर्नु है प्रुफ यहाँ छ कि गाइस यो केटीले अल्झिरहेको छ है बोक्नु त राम्रो छ त मन परेको चिज किन भोलिको जिन्दगी केही भरोसा छैन आज छ कि भोलि छ मैले आफ्नो सामान चाहिँ बिर्सिरहेको रहेछ यस्तो पो हुन्छ त बेसी बाउल्यो भने खोइ हाम्रो फाइल खराब गरे कि तपाईँले आफ्नो पनि खराब पार्दैछ फाइल उसको हातमै छ खोइ फाइल हिँडै छिटो चुप लगाएर पक्कै नलगा पागलहरू भाइको लागि लुगा बोक्ने फाइल चलेर फर्स्ट बिलिङ गर्दैछ ऊ बहिनीको छ के गर्दैछस् अब
आन्टी रिस्तर बढ्नु आँट्यो मलाई अहिले सरम पार्छ ढिलो गर्यो भनेर ब्लेम लगायो भने चाहिँ यहाँ प्रुफ छ नि यहाँ फोनमा क्या बेहोरा कि दुईजनाले भन्दैछ कि मैले ढिलो गरेँ लास्टमा दुईजना आफै त्यो ब्याग पाएर चाहिँ म बिजी भएर मेरो बिजोग हेर्नुहोस् है गाइस यो हात भिडियो गर्नु सकेको छैन एउटा यहाँ छ यति बेसी हेभी भइरहेको छ कि दुईजनाले मलाई ब्लेम गरेको नि के को बेहोरा खत्तम है यो दुईजनाको मेरो यस्तो बिजोग भइरहेको छ होइन यहाँ हेर्नुहोस् है फोन भएको हात पनि यो हो अन्त यहाँ पनि यो हो दुईजना एउटा आधी आधी तपाईँहरूलाई सरम लाग्दैन त्यो एउटै आधी आधी बोकेर कराउँदै हिँड्नु यहाँ हेर्नुहोस् त मलाई मेलहरू म भिडियो गर्नु कस्तो बिजोग अवस्था भइरहेको छ कि मेरो हातको गति देख्नु होला गाइस बिजोग भयो गाइस नानी बिचरा के गरिदियो होला कस्तो बिजोग भइरहेको छ कि म त आज राम्रोसँग किन्नु पाइन भाँडेर आन्छु त्यो अत्तालेको हुन्छ मेरो पो सानो नानी छ र म अत्तालिनु पर्ने ल दुईजना पो हो गाइस यस्तै छ गाइस किन लास्ट आउन बोक्ने हेल्प गर्दै लुगाहरू तिनीहरूकै हो थ्याङ्क यू सो मच रुई एप्पल अरे हेर्नु न मैले पढ्ने लेखेको कि एप्पल पो अरे एप्पल खै एप्पल एप्पल यो दिनु नि त्यो दिइहाल्नु न तिम्रो फेरि नि एप्पल कहाँ छ एप्पल पो अरे